हेलो ल आज चाहिँ लाफिङ बनाऊँ है त सुरुमा चाहिँ मैदालाई मुस्ने यसरी डो बनाउने त्यसरी डो बनाइसकेपछि एकछिन राख्दा नि भयो नराखिकन गर्दा नि भयो पानीले पखालेर त्यसको त्यो सबै त्यो निकाल्नु पर्यो अनि लास्टमा त्यसको त्यो इलास्टिक जस्तो खोइ के निस्किन्छ त्यसलाई चाहिँ निकालेर फ्याल्नु पर्यो त्यसलाई अनि थिग्राउने पानीमा पुरा त्यो गरेर थिग्राइसकेपछि चाहिँ यसरी त्यो माथिको पानी फालिसकेपछि चाहिँ त्यसमा अलिकति पानी हल्का एड गरेर त्यसको त्यो अनुसारको त्यो बाग्लोपन बनाएर त्यसमा तेल र बेसार हालेर अलिअलि उ गरेर चाहिँ अनि डेन्सी रेन्जीमा सबसे सजिलो भनेको डेन्सी रेन्जीमा जापानतिर हुनुहुन्छ तपाईँ बाहिर देशमा हुनुहुन्छ भने झन् सजिलो भयो डेन्सी रेन्जीमा नत्र मोमो सेटमा गर्दा त झन् राम्रो भयो कि मोमो सेट बाफमा पकाउँदा त अति नै राम्रो भयो अब नभइसकेपछि यस्तै डेन्सी रेन्जीतिर झन् सजिलो छिटो छरितो अनि मिठो यसरी उ गर्ने अनि हल्का अब उक्यो भने चिसो उकेन भने चाहिँ हल्का चिसो पानीले उ गरेर त्यसमा तलको त्यो उसलाई त्यो उकिने गरेर चिसो पानी हालेर एड गरेर त्यो त्यहाँबाट निकाल्ने अब अर्को आयो अब हाम्रो त्यसमा चाहिने त्यो अचारको पिरो खुर्सानीको खुर्सानी अब यसरी नै अब मैले बनाएन यहाँ हेर्नु होला कृपया होइन त्यसको पानी पनि भइसक्यो अमिलोहरू सबै एड गरेर ल भइसक्यो है हाम्रो चाहिँ यस्तै हो मलाई त्यो भित्र के हालेको थियो मैले बिर्सि पनि सकेँ बदाम र चाउचाउ हो यसको चाहिँ मेन भनेको अनि हेर्नु हाम्रो पानी पनि भइसक्यो ल तपाईँ पनि जापानतिर हुनुहुन्छ आफ्नो नेपालभन्दा बाहिर त्यसै हुनुहुन्छ भने चाहिँ आफैहरूले घरमा यसरी बनाएर खान सक्नुहुन्छ है त ल इतादाकिमास